गुड मर्निङ साथीहरू सबैजना। तपाईँ ठिकै हुनुहुन्छ होला तपाईँहरू सबैजना है। म चाहिँ पराठा बनाउन आँटेको छु। खाजा बनाइदिउँ भनेर पराठा बनाइदिनु आँटेको नानीलाई। यहाँ चाहिँ मैले आटा मैदा गुनेर ठिक्क पारेको छु हो। यहाँ चाहिँ आलु रेडी गरेको छु। अनि यहाँ मैले अचार पनि बनाएको छु लसुनको। आजको सुरुवात अचार पनि बनाएको छु। हेर्दै गर्नुहोस् है, म पराठा बनाएर बेलिसकेर तपाईँहरूलाई देखाउने। के हेर्नुहोस् त साथीहरू, मैले पराठा रेडी पनि गरेँ। एउटा चाहिँ पकाउँदैछु हेर्नुहोस् है। म चाहिँ पहिला सुक्खा पकाउँछु यसरी हो। त्यसको बादमा चाहिँ माथिबाट चाहिँ म तेल लाउँछु हो। घिउ लाउँदा पनि हुन्छ, तेल लाउँदा पनि हुन्छ। तपाईँहरू चाहिँ कसरी पकाउनुहुन्छ? अन्त यसरी पकाउँछु म चाहिँ, सुक्खा पकाउँछु। सुक्खा पनि पकाउँछु म पराठा पकाउनु चाहिँ। तर इन्डियनहरूले जत्तिकै चाहिँ जान्दैनौँ है हामी, ठिकैको। यहाँ हेर्नुहोस् त मैले सुक्खा पकाएँ हो। अब यसलाई चाहिँ मैले तेल हाल्छु माथिबाट हो। रिफाइन तेल लाउनुपर्छ माथिबाट चाहिँ, रिफाइन तेल हो कम्ती चाहिँ। मैले तेल लाएँ हो। यसो गर्नुपर्छ, यसरी तेल लाएर यसो गर्नुपर्छ। यसलाई चाहिँ म चाहिँ यसरी गर्छु। तपाईँहरूले चाहिँ कसरी गर्नुहुन्छ? धेरै तेलमा पोल्नुहुन्छ भने म चाहिँ त्यति तेलमा पोल्दिनँ। हेर्नुहोस् त, एकपट्टि चाहिँ डढेर यति भइहाल्यो। अब यसरी पल्टाउँदै पोल्नुपर्छ, त्यसमा चाहिँ तेल बेसी लाग्दैन। त्यसले गर्दाखेरि अहिले हेर्नुहोस् ल खाँदाखेरि। यी साथीहरू हेर्नुहोस् त, मैले पराठा बनाइ पनि सकेँ। सबै पराठा बनाएर बेसी त बनाएको छुइनँ, 4टा मात्रै हो। आमा छोरीलाई 2-2वटा। हेर्नु नि, घुमेर फ्यान चलिरहेछ यहाँनिर कि माम यति डरलाग्दो धुवा घुम्छ कि। अब खाँदाखेरि भेटौँ ल साथीहरू। मैले बनाइ पनि सकेँ। मेरो छोरीले मेरो लागि लिएर पनि आइसकेको छु। यी छोरीको लागि है, एउटा ठुलो एउटा सानो गर्दै खानुपर्छ। यी पराठा चाहिँ हेरिहाल्नुहोस्, अचार पनि छ। अब छोरी चाहिँ नानी छ नि त बिचरा, अब भर्खर भएको सुत्केरी 3 महिनामा पनि भइसकेको छैन। त्यसले गर्दा यहाँ हामी आमा छोरी चाहिँ